बालिन प्रधानमन्त्री हुने भने देशव्यापी हल्ला छ। खोजेडी करेन्ट चाउचाउको मालिकको चाहिँ त्यो तस्करको गाडी चढेर हिँड्दो रहेछ। तस्कर गाडी चढ्ने युवराज सफल जिउँदो रहँदासम्म हाउ लेखेको चुनाव भयो। युवराज सफलको साइन बेगर चुनाव हुने त के एउटा चरो मुसो पनि चरो उड्न पनि सक्दैन, मुसो हिँड्न पनि सक्दैन। ढुक्क हुनुहोस्, के को चुनाव हो? चुनाव हुँदैन। कुखुराको भाले पनि बाँच्ने बेला मलाई सोध्नु पर्छ। फागुन 21 गते चुनाव हुन्छ त? के को चुनाव? मासुभातहरूको के को चुनाव हो? चुनाव हुँदैन। यत्रो देशभरि हल्ला भइरहेको नयाँ देशमा हल्ला गरेको मैले मान्नु पर्यो। चुनाव मैले मान्नु पर्यो नि त। मैले सैसाब गर्नु मैले गरेको छैन। युवराज सफल जिउँदो रहँदासम्म हाउ लेखेको चुनाव हुँदैन। यदि चुनाव भएन भने के हुन्छ त? अब चुनाव भएन भने संसद पुनर्स्थापना हुन्छ। संसद पुनर्स्थापना नभएर संसद विघटनै सदर यदि सर्वोच्च अदालतले गर्छ भने त्यसको भोलिपल्ट युवराज सफलले नेपालको संविधान निलम्बन भएको घोषणा गर्छ र यो दलालहरूका विरुद्धमा युद्धको घोषणा गर्छ। तपाईले अब यो देशको सबभन्दा ठुलो मान्छे हो, तपाईले नै निर्णय गर्ने सब। यस, म नेपाली जनता हो। हाम्रो संविधानले सरकार छैन, संविधान छैन, कानुन छैन नेपालमा। कानुन पनि जनताले बनाउने हो, सरकार पनि जनताले बनाउने र म नेपाली नागरिक हो। त्यसैले सबैभन्दा ठुलो म हो। म युवराज सफल मात्रै होइन, म नेपाली नागरिक हो। क्या युवराज सफल भन्ने कुरा बिर्सिनुहोस्। अहिले तपाईँ पनि तपाईँलाई बिर्सिनुहोस्, तर तपाईँ देशभक्त नेपाली नागरिक हो नि। युवराज सफलको साइन बेगर चुनाव हुने त के एउटा चरो मुसो पनि चरो उड्न पनि सक्दैन, मुसो हिँड्न पनि सक्दैन। ढुक्क हुनुहोस्। कुखुराको भाले पनि बाँच्ने बेला मलाई सोध्नु पर्छ युवराज सफललाई। 22 गते बिहान म तपाईँलाई भेट्छु। 21 गते चुनाव भयो भने म तपाईँलाई के गर्ने? के गर्ने भनेको मैले युद्ध घोषणा गरे अब कहाँ भेट्नुहुन्छ तपाईँले मलाई? हुन्छ, अब अन्डरग्राउन्ड हुने। अब यस, कानुनको रक्षा गर्न, संविधानको रक्षा गर्न युवराज सफल चुनाव हुने, बालिन प्रधानमन्त्री हुने भने देशव्यापी हल्ला छ। खोजेडी करेन्ट चाउचाउको मालिकको चाहिँ त्यो तस्करको गाडी चढेर हिँड्दो रहेछ 4-5 करोडको। त्यो त उनीहरूले त्यो उपाध्यायहरूलाई त्यस्ता तस्करको गाडी चढ्ने त अनि किनेर चढे होइन, त्यो तस्कर गाडी चढ्ने के पारे हो त्यस्तो? व्यापारीले उद्योगीले चुनावको लागि दिएको पनि त्यो तस्करी हुन्छ। ट्यापे खोजेडीको कुरा सपोर्ट गर्ने भयो। म तपाईँसँग बोल्दै त्यस्तो कुरै नहोस्। तपाईसँग अब मेरो 22 गते भेट हुन्छ। 22 गते भेट। नमस्कार। हस्।